जीवनमा शत्रु मित्र सबैको हुन्छ। हेर्नुहोस्, मेरा पनि छन्, तपाईका पनि होलान्। जति साथीहरूले भिडियो हेरिराख्नु भएको छ ती साथीहरूको पनि अवश्य मित्र शत्रु सबैको हुन्छ। त्यस्ता व्यक्तिको अगाडि जहिले पनि मुसुक्क मुस्कुराउनुहोस्, मुस्कुराएर हिँड्नुहोस् जसले तपाईको प्रगति चाहदैन, तपाईको उन्नति चाहदैन। तपाईले जीवनमा गरेको विकास र वृद्धिबाट उनीहरू जल्ने गर्छन्। त्यस्ता व्यक्तिका अगाडि कहिले पनि शिर निहुर्याएर कहिले पनि नहिँड्नुहोस्। शिर ठाडो बनाएर मुस्कुराएर हिँड्नुहोस्। हेर्नुहोस्, यो समाजमा रहेका मानिसहरू तपाईको प्रगतिमा कहिले पनि रमाउनै सक्दैन। मेरो भन्दा उसको किन बढी भयो, म भन्दा ऊ किन जान्ने भयो, मैले भन्दा उसले बढी किन पैसा कमायो, हैन, मैले भन्दा उसले किन यति राम्रो गर्यो। यतिसम्म कि सामाजिक सञ्जालमा हालेको फोटोमा मेरो भन्दा उसको बढी लाइक आएछ, कमेन्ट आएछ, मेरो भन्दा उसको बढी रिच भएछ भनेर प्रोफाइल खोलेर हेर्ने मानिसहरू त हुन्छन् भने अब अरू उन्नति प्रगतिको कुरामा छाड्दिनुहोस्। त्यस्ता कयौं मानिसहरू हुन्छन् जसले तपाईको दुःखमा बरु कठै भन्छन्, तपाईको सुख देखेर, तपाईको उन्नति प्रगति देखेर उनीहरू कहिले पनि खुसी हुनै सक्दैन। त्यस्ता व्यक्तिहरूको अगाडि कहिले पनि आफू कमजोर भएको महसुस कहिले पनि नगराउनुहोस्। तपाईको मनमा जतिसुकै पीडा भए पनि, जतिसुकै तपाईलाई गाह्रो भए पनि, जसले तपाईको प्रगति चाहदैन, उन्नति चाहदैन, त्यस्ता व्यक्तिको अगाडि आफ्नो दुःखको कुरा पनि कहिले नसुनाउनुहोस् र उनीहरूको अगाडि कहिले पनि आफू कमजोर भएको महसुस कहिले पनि नगराउनुहोस्। यो कुरालाई विचार गर्नुहोस्। हेर्नुहोस्, जति तपाईँ कमजोर महसुस गर्नुहुन्छ त्यति नै त्यस्ता व्यक्तिहरूले तपाईलाई पेलिरहन्छन्। जति तपाईँ दुखी हुनुहुन्छ त्यति नै बढी दुखी बनाउने कोसिस गरिराखेका हुन्छन्। यो कुरा चाहिँ विचार गर्नुहोस् है। आज मैले यो भनिराखेको कुरा कति साथीहरूको जीवनमा लागू पनि भइराखेको होला, छ कि छैन? तल कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नलाई नभुल्नुहोला। जीवनमा शत्रु मित्र सबैको हुन्छ। हेर्नुहोस्, मेरा पनि छन्, तपाईका पनि होलान्। जति साथीहरूले भिडियो हेरिराख्नु भएको छ ती साथीहरूको पनि अवश्य मित्र शत्रु सबैको हुन्छ। त्यस्ता व्यक्तिको अगाडि जहिले पनि मुसुक्क मुस्कुराउनुहोस्, मुस्कुराएर हिँड्नुहोस् जसले तपाईको प्रगति चाहदैन, तपाईको उन्नति चाहदैन। तपाईले जीवनमा गरेको विकास र वृद्धिबाट उनीहरू जल्ने गर्छन्। त्यस्ता व्यक्तिका अगाडि कहिले पनि शिर निहुर्याएर कहिले पनि नहिँड्नुहोस्। शिर ठाडो बनाएर मुस्कुराएर हिँड्नुहोस्। हेर्नुहोस्, यो समाजमा रहेका मानिसहरू तपाईको प्रगतिमा कहिले पनि रमाउनै सक्दैन। मेरो भन्दा उसको किन बढी भयो,